and welcome everyone. It's me Asmita Pathak. So this video is about buffer solution, the silent heroes of science. Buffer solution is a special type of solution that resists slight changes in pH when a small amount of acid or base is added. So simple language मा भन्नुपर्दाखेरि चाहिँ बफर सल्युसन भनेको हाम्रो यस्तो साथी हो जसले पानीको स्वभावलाई के गर्छ त सम्हालेर राख्छ। यदि जति नै एसिड आए नि बेस आए नि म छु नो वरिज भन्ने काम कसले गर्छ त बफर सल्युसनले गर्ने गर्छ। बफर सल्युसनले हाम्रो बडीमा भएको पीएच मेन्टेन गर्छ भने चाहिँ ल्याबोरेटरीहरुमा चाहिँ एक्सपेरिमेन्टहरु सक्सेस गराउनमा पनि हेल्प गर्छ। सो मैले यो एसिड अनि बेस अनि पीएच भन्दाखेरि चाहिँ यो भनेको के हो भन्ने क्वेशन हजुरको माइन्डमा आएको होला। सो पीएच भनेको चाहिँ कतिको मात्रामा कुनै पनि सल्युसनमा एसिड छ र बेस छ भनेर मेजर गर्ने स्केललाई चाहिँ हामी पीएच भन्ने गर्छ। र एसिड भनेको चाहिँ अम्लीय पदार्थ हो भनेपछि बेस भनेको चाहिँ क्षार हो। सो बफर सल्युसनले हाम्रो बडीमा मात्रै नभएर इन्भाइरोमेन्टमा र अरु ठाउँमाहरुमा पनि के गरेको हुन्छ त उसले आफ्नो इम्पोर्टेन्ट रोल प्ले गरेको हुन्छ। सो बफर सल्युसन भनिसकेपछि अब बफर सल्युसनको टाइपहरुको बारेमा भनौं। बफर सल्युसनको टाइप भनेपछि फर्स्टमा आउँछ एसिडिक बफर सल्युसन जसले चाहिँ के गर्छ त एसिडिक पीएच मेन्टेन गर्छ। मतलब कि अम्लीय पदार्थको पीएच के गर्छ त मेन्टेन गरेर राख्छ जसको पीएच भ्यालु कति हुन्छ त लेस देन 7 हुने गर्छ। र कसरी बनेको हुन्छ भन्दाखेरि चाहिँ विक एसिड र कन्जुगेट बेसबाट बनेको हुन्छ एसिडिक बफर सल्युसन। त्यसको हामी रियल लाइफ एक्जाम्पल भिनेगर भनेर लिन सक्छौं। भनेपछि बेसिक बफर सल्युसन चाहिँ यी बेसिक पीएच मेन्टेन गरेर राख्छ र जसको पीएच भ्यालु चाहिँ ग्रेटर देन 7 हुन्छ। यसको हामी रियल लाइफ एक्जाम्पल क्लिनिङ प्रोडक्टहरु चाहिँ सरसफाई गर्ने जुन प्रोडक्ट हुन्छ त्यसलाई लिन सक्छौं। एक्वारियमको पानीलाई लिन सक्छौं। अनि यो कसरी बनेको हुन्छ भने चाहिँ विक बेस र कन्जुगेट एसिडबाट बनेको हुन्छ बेसिक बफर सल्युसन। अर्को हुन्छ बायोलोजिकल बफर सल्युसन स्पेशल केसमा जो चाहिँ हाम्रो नेचुरल बफर सल्युसन हो जो हाम्रो बडी भित्र नै हुन्छ जसले चाहिँ ब्लड र सेलहरुलाई रेगुलेट गर्ने काम गर्छ। सो बफर सल्युसनको मुख्य काम के हो त? बफर सल्युसनको मुख्य काम भनेको चाहिँ यी हाम्रो बडीमा भएको पीएच को के गर्छ सन्तुलन जोगाइराख्ने काम हो। र यसले चाहिँ यदि कुनै पनि सल्युसनमा यदि पीएच एसिड बढी छ भने त्यसमा सो बफर सल्युसनको मुख्य काम भनेको चाहिँ पीएच जोगाइराख्नु हो। सो बफर सल्युसनको मुख्य काम भनेको चाहिँ पीएच को सन्तुलन बनाइराख्नु हो। यो कसरी गर्छ भने चाहिँ यदि हामीले कुनै पनि एसिड या बेस बफर सल्युसनमा एड गर्यौं भने चाहिँ त्यसलाई न्यूट्रलाइज गरेर राख्ने काम कसले गर्छ त बफर सल्युसनले गर्छ। बफर सल्युसनको चाहिँ सो बफर सल्युसनको मुख्य काम भनेको चाहिँ यी पीएच को सन्तुलन जोगाइराख्नु हो। यो कसरी गर्छ भनेपछि यदि हामीले एसिड या बेस एड गर्यौं भने चाहिँ बफर सल्युसनले त्यसलाई के गर्छ त न्यूट्रलाइज गर्छ। यदि हामीले एसिड एड गर्यौं भने चाहिँ बफर सल्युसन भित्र भएको बेसले चाहिँ यी ओएच सँग ओएच होइन यार बफर सल्युसनको मुख्य काम भनेको चाहिँ पीएच को सन्तुलन जोगाइराख्नु हो। बफर सल्युसनको मुख्य काम भनेको पीएच को सन्तुलन जोगाइराख्नु हो। यो कसरी गर्छ भनेपछि यदि एसिड एड गर्यौं बेस एड गर्यौं भने बफर सल्युसनले त्यसलाई के गर्छ त न्यूट्रलाइज गर्ने काम गर्छ। जस्तै यदि हामीले एसिड एड गर्यौं भने चाहिँ बफर सल्युसन भित्रको जुन सार छ त्यसले चाहिँ H+ आयन सँग रिएक्सन गरेर के गर्छ त न्यूट्रलाइज गर्ने काम गर्छ। यदि हामीले बेस एड गर्यौं भने चाहिँ जुन विक एसिडहरु हुन्छ त्यो बफर सल्युसन भित्र त्यसले चाहिँ OH आयन सँग रिएक्सन गरेर न्यूट्रलाइज गर्ने काम गर्छ। जस्तै हामी एक्जाम्पल लिन सक्छौं। हामी अचार बनाउँछौं। अचार बनाइसकेपछि हामी त्यसमा भिनेगर सिरका एड गर्ने गर्छौं। यदि हामीले सिरका धेरै अमाउन्टमा एड गर्यौं या फिर सिरका मात्रै एड गर्यौं भने चाहिँ त्यो अचार के हुन्छ त अमिलो हुन्छ। त्यो अमिलोलाई हामीले ब्यालेन्स गर्नको लागि के हाल्छौं त्यसमा साल्ट नुन हाल्ने गर्छौं जसले गर्दाखेरि के हुन्छ त टेस्ट के हुन्छ ब्यालेन्स हुन्छ। सो दिस इज द रियल लाइफ एक्जाम्पल जो चाहिँ हामी कमनली घरमा गरिरहेको हुन्छौं बफर सल्युसनको। So this much for today. Thank you so much for watching. Hope you like this video, and if you like this video please do like and comment garnu hola. Your comment are highly appreciable. Keep learning, keep smiling. Thank you.